हेलो साथीहरु, म चाहिँ आज फेरि पनि यो मौरीकै लागि बनाइएको यो चाहिँ खोपेघार जुन मैले चाहिँ यो भन्दा अगाडिको भिडियो नि तपाईहरुलाई चाहिँ भिडियो प्रस्तुत गरेको थिएँ र आज पनि म फेरि त्यही ठाउँमा आएको छु र मेरो पछाडी देखिरहनु भएको छ तपाईहरुले खोपेघारहरु। यहाँ चाहिँ अलि तपाईहरु नजिक ल्याउन खोजे। यहाँ चाहिँ मौरी पनि तपाईहरुले देखिरहनु भएको होला हैन। यस्तरी यहाँ चाहिँ कुनै कुनै घारहरु चाहिँ मौरीहरु पनि बसिरहेको छ हेर्नुस् यसरी चाहिँ। र यहाँनिर मैले आज तपाईहरुलाई देखाउनै खोजेको चाहिँ म चाहिँ अहिले ठ्याक्कै यो घारको पछाडीपट्टि भनौं जुन मौरीको प्रवेशद्वार भन्दा पछाडीपट्टिबाट म चाहिँ यो घारलाई तपाईहरुलाई देखाउन खोजिरहेको छु। यो घार चाहिँ मैले अस्ति चाहिँ अन्तै पासो घारमा आको मौरीले चाहिँ मैले यहाँ शिफ्ट गरेर मैले लगभग 1 महिना जति राखे र मौरीले एकदम राम्रो काम गरिरहेको थियो। मौरी चाहिँ एकदम स्थायी रूपमा बसिरहेको थियो। तर यहाँ चाहिँ केही फटा अथवा चाहिँ अब के भन्ने उसलाई अलिकति उपद्रो गर्ने चाहिँ केही क्षति गर्ने व्यक्तिहरु आएर चाहिँ यो घारको मौरीले चाहिँ क्षति गरेछ। हेर्नुहोस् म चाहिँ यो घारलाई खोलेर तपाईहरुलाई म देखाउने छु है त साथीहरु। अब यो घार चाहिँ मैले यसरी यो सजिलोको लागि कब्जाले अडाएर यो ढकानलाई पनि कब्जाले अडाएर सजिलोको लागि राखेको छु। र यहाँ चाहिँ यसरी यो एकदम राम्रो काम गरिरहेको मौरी हेर्नु त यो यति राम्रो चाका छ। यहाँ चाहिँ जम्मा जम्मी 2 वटा चाहिँ चाका तयार गरेको रहेछ र अनि यसरी मौरीहरु चाहिँ यसरी मरिरहेको छ। र हेर्नुस् यहाँ पनि यसरी च्यापिएर तपाईहरु देख्नुहुन्छ यसरी च्यापिएर मौरी चाहिँ बिजोगको तरिकाले मौरी मर्यो। त्यसपछि मौरीले चाहिँ यहाँ बस्नलाई केही असुरक्षा महसुस गरेर मौरी चाहिँ यहाँबाट यस्तो राम्रो चाका घारलाई छोडेर भागेको छ मौरी चाहिँ। अब यो कसले गर्यो के कारणले गर्यो अब मैले सर्चिङ त गरिरहेको छु। अब कसले गरेको भन्ने कुरा केही समयपछि पत्ता लाग्ला। यदि पत्ता लागेमा उसलाई कम्तीमा उसलाई चाहिँ यस्तो नगर्दिनु होला भनेर चाहिँ म सम्झाउने प्रयास गर्नेछु। किनभने यो मैले चाहिँ एउटा अरूलाई पनि एउटा सिक होस्, मैले जानेको अथवा मैले चाहिँ बनाएको अथवा मैले चाहिँ आइडिया लाएको कुरा अरूलाई पनि एउटा चाहिँ काम लागोस् भनेर मात्रै बनाएको। मैले कुनै पनि आफ्नै फाइदाको लागि प्लस अरूलाई पनि एउटा चाहिँ शिक्षा होस्, अरू मौरी पालक साथीहरुलाई पनि केही चाहिँ थप अनुभव मिलोस् भन्ने उद्देश्यले बनाएको थिएँ। तर मैले फलस्वरूप मैले मौरी पनि यहाँ चाहिँ 4-5 घार चाहिँ मैले मौरी पनि राख्न सफल भइसकेको छु। र एउटा घार चाहिँ यसरी साथीहरुले उपद्रो गरेर मलाई चाहिँ करिब 15-16 हजार घाटा लाएर साथीहरुले एक सिजन भनौं यो घाटा लाएर साथीहरु यहाँबाट जानुभएको रहेछ। अब केही छैन, साथीहरुले गल्ती गर्यो। तर यदि गल्ती गरेको साथीहरु यदि अनजानमा गल्ती गरेको भए कम्तीमा मलाई फोन मार्फत हुन्छ वा चाहिँ प्रत्यक्ष भेटेर हुन्छ वा चाहिँ कहीँबाट भए पनि मलाई चाहिँ सम्पर्कमा आएर मैले गल्ती गरे भनेर गल्तीको स्वीकार गर्यो भने ठिकै छ, होइन भने कुनै पनि समयमा यो म पत्ता लगाएर छाड्ने छु। र यदि पत्ता लागेको खण्डमा चाहिँ साथीहरुलाई अब मैले नै यदि खोजेर जानुपर्छ भने अलिकति कारबाही नै हुनेछ। र तत्काललाई साथीहरुले अब एक्सक्युज गर्यो, साथीहरुले चाहिँ मैले गल्ती गरिहालेँ भनेर साथीहरुले गल्ती महसुस गरेर आउनुभयो भने अब आइन्दा यस्तो नहोस् भन्ने खालको मात्रै हुनेछ। किनभने मेरो त यो त 1.5-2 लाखको लगानी बनेको हेर्नुहोस् यो संरचना सम्पूर्ण लगानीको मैले हिसाब गर्ने भने हेर्नुहोस् पुरै यो चाहिँ यो 1.5-2 लाखको लगानीमा बनाएको
यो संरचना हो हेर्नुहोस्। यो तलबाट चाहिँ काठकोदेखि लिएर यो जस्तादेखि लिएर यो सम्पूर्ण चाहिँ यसको चाहिँ निर्माणदेखि लिएर गर्ने हो भने मेरो चाहिँ लगानी त गएको छ। यसको मेन उद्देश्य भनेको नि मैले यहाँ कुनै अरू यसको चाहिँ उपलब्धि नै छैन। यदि यहाँ माउरी राखेर मैले चाहिँ माउरीको विशुद्ध मह उत्पादन गर्न सकेर मैले चाहिँ बजारीकरण गर्न सक्यो भने मलाई त्यसको चाहिँ आम्दानी मैले लिन पाउने छु। अरू त कुनै पनि यसको चाहिँ यो 1.5-2 लाख लगानी गरेर बनाएको औचित्य रहेन हैन। त्यसैले साथीहरूले आइन्दा यस्तो नगरियोस्। जसले गरेको छ मसँग एकचोटि सम्पर्कमा आइदिनु पर्यो। र अरू साथीहरूले यदि सिक्न मन छ वा चाहिँ यो बारेमा कसरी बनाउने के गर्ने भन्ने कुरामा चाहिँ बरु थप जानकारी चाहन्छ भने मैले जानेको कुरा म उहाँहरूलाई सेयर गर्नेछु, सबैजना सेयर गर्नेछु। र यस्तो गल्ती आइन्दा कसैले पनि नगर्नु होला, कसैको पनि गर्नु हुँदैन। किनभने यो भनेको लगानी गइसकेपछि सबैजनालाई लगानीको चाहिँ त्यसको फाइदा उठाउन रहर छ, त्यसको चाहिँ लगानी उठाउन मन छ। त्यसैले पनि यो भनेको मैले यो घर एउटा घर भनौँ, तर मैले चाहिँ यो घर नभएर विशुद्ध माउरीको लागि चाहिँ घरको रूपमा बनाएको हो। त्यसैले जसले यो उपद्रो गद्दारी गर्यो चाहिँ मसँग एकचोटि सम्पर्कमा आइदिनु पर्यो। म उहाँलाई केही त्यस्तो चाहिँ कुनै पनि नराम्रो गर्ने छुइनँ। किनभने कम्तीमा यस्तो आइन्दा नगर्दिनु है, नगर्नु है भनेर मात्रै म उहाँलाई सम्झाउने हो। तर यदि मैले नै खोजेर जाने र मैले नै यदि पत्ता लगाउनु पर्छ भने कुनै न कुनै पत्ता लाग्नेछ। यहाँ कुनै पनि टाढाको कोही पनि आएर चाहिँ उपद्रो गर्ने छैन। यही हाम्रै गाउँ छिमेकको केही भाइहरू हो भन्ने कुरा चाहिँ मैले हल्का चाहिँ जानकारीमा आइसकेको छ। र मैले घरैमा गएर ल्याउन नपरोस् अथवा चाहिँ घरैमा गएर सम्झाउन नपरोस्। कम्तीमा आएर वा चाहिँ मलाई कसरी हुन्छ भेटेर हुन्छ मैले यसरी गरिहालेँ, मैले गल्ती गरेँ भनेर गल्ती गरिदियो भने, गल्तीको महसुस गरिदियो भने मैले चाहिँ उहाँहरूलाई क्षमा पनि दिनेछु। र अरू साथीहरूले बरु के यस बारेमा हैन यो घर बारेमा वा मौरी बारेमा केही जानकारीहरू लिन पर्यो वा चाहिँ केही सोध्न मन लाग्यो भने मलाई सोध्न सक्नुहुनेछ। मैले जाने कुरा तपाईहरुलाई निशुल्क सिकाउने छु पनि भन्दै फेरि पनि यो जो अघि मैले तपाईहरुलाई चाहिँ देखाए त्यो भिडियो त्यो अनुसारको जसले गल्ती गरे हो उ गल्ती गर्ने मान्छे चाहिँ म कहाँ सम्पर्कमा आइदिनु पर्यो। किनभने मेरो त यस्तो यो एउटा चाहिँ घार भयो, अरु चाहिँ नि मुडे घारहरु मेरो चाहिँ जंगलमा कम्ती आउने 50-60 वटा घारहरु छन्। अहिले पनि मौरी चाहिँ जंगलमा मेरो पासो घारमा 10-12 वटा घारमा चाहिँ मौरी जंगलमै अझै पनि मैले चाहिँ त्यो मैले चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्न सकेर नभएर समयको अभावले गर्दाखेरि जंगलमै 10-12 घार अझै मौरी जंगलमा मेरो चाहिँ घारमा त्यो पासो घारमा बसिरहेको छ। अनि यही तरिकाले गर्ने हो भने त मेरो त करिब साच्चीकै लगानी नै कुरा गर्ने हो भने त मेरो त 5 देखि 7 लाख जति मेरो यस्तो घारहरु बनाउँदा अनि चाहिँ सम्पूर्ण चाहिँ नि लगानीमा त गइसक्यो। अनि यसो साथीहरुले मलाई चाहिँ घाटा लाउने हो भने त म त घाटा जाने छु। लगायत अरु जसले लगानी गरेछ उ मान्छे घाटा जान्छ। किनभने उले लगानी जसले गरेर लगानी गर्छ उसले चाहिँ त्यसको प्रतिफल पाउनको लागि नै गर्ने हो। र यसरी साथीहरुले उपद्रो गरिदियो यसरी चाहिँ मौरी अब मैले जो मौरी पालन सम्बन्धी मैले चाहिँ लगानी गरिरहेको छु। मैले चाहिँ मौरी पालनको लगानी गर्दा गर्दै मैले चाहिँ जति पनि इन्भेस्ट गरेको छु अब त्यो इन्भेस्ट भनेको त मैले त त्यो मौरीको मह उत्पादन गरेर मह बेचेर नै त्यसको उत्पादन लिने हो, मौरी पालेरै लिने हो। मौरी नै साथीहरु धपाइदिएपछि मेरो त सर्वस्व नाश हुन्छ। त्यसैले आइन्दा साथीहरु यस्तो नगर्दिनु होला। जसले गरेछ उ मका एकचोटि सम्पर्कमा आइदिनु होला। यो मेरो चाहिँ फेसबुकबाट हेर्दै हुनुहुन्छ, युट्युबबाट हेर्दै हुनुहुन्छ, जो जहाँबाट हेर्दै हुनुहुन्छ साथीहरु सम्पर्कमा आइदिनु होला। जसले गर्नुभयो अब अरु चाहिँ कसैले मैले चाहिँ नराम्रो भन्न खोजे हैन, जसले उपद्रो गरेछ सम्पर्कमा आइदिनु होला। र म उहाँलाई चाहिँ कम्तीमा यस्तो अब नगर्नु यस्तो गर्नु हुँदैन भनेर सजेस्ट गराउने हो है त। र यो भिडियो फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला। र युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यो भिडियो कस्तो लाग्छ एक लाइक गरिदिनु होला,
मनमा लागेको कुरा कमेन्ट गरिदिनु होला र यो भिडियो चाहिँ अरू माउरी कृषक पालकहरूसम्म पुर्याउने लागि पनि सेयर गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद।